नमस्कार दर्शकबिन, आज हामी बिच हुन्छ पदमपथर अञ्चलको एकजना वरिष्ठ कृषि क्षेत्रमा एकदमै आफ्नो नाम अर्जन गर्नुभएका गोर्खाली सन्तान अञ्जल लिम्बू दाइ र आज हामी उहाँको गृहवासमा आएका छौँ र आज हामी उहाँसँग बातचित गर्नेछौँ र हजुरहरूले यो भिडियो सम्पूर्ण हेर्नुहोला र कृषि क्षेत्रमा तपाईहरुको कतिपय रुचि छ भने आज यो भिडियोको माध्यमदेखि तपाईहरु जान्न सक्नुहुन्छ र हामी बिच हुन्छ हाम्रो दाइ अञ्जल लिम्बू दाइ र उहाँहरु सम्पूर्ण हामी बिच हुन्छ र उहाँलाई हामीले कतिपय क्वेशनहरु सोध्ने छौं र हजुरहरु हेर्दै गर्नु भिडियो। हजुर दाइ नमस्कार। नमस्कार। र हजुरको बारेमा केही भन्नुस्। सर्वप्रथम त एसके टक का फाउन्डर हाम्रो सागर सुनार भाइलाई धन्यवाद दिन चाहन्छु। साथै उहाँको टिमलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँहरू सदुर कार्बी आङ्लोङदेखि हामी बीच आउनुभयो र कृषकको दुख सुखको बारे जानकारी लिन साथै प्रचार प्रसार गर्न हामी उहाँलाई सर्वप्रथम मुरी धन्यवाद दिन चाहन्छु। म अञ्जल लिम्बू, म एकजना सर्वप्रथम त कृषक, साथै पदमपथर एग्रो अर्ग्यानिक परिसर कम्पनी लिमिटेड का म अध्यक्ष पनि हुँ र आरम्भमा हामी यस क्षेत्रबाट जैविक पद्धतिमा खेती गर्ने उद्देश्यले गोलाघाट जिल्ला कृषि विभाग र हर्टिकल्चर एन्ड फुड प्रोसेसिङ डिपार्टमेन्टको सहयोगमा र मिसन अर्ग्यानिक भ्यालु चेन डेभलपमेन्ट नर्थ इस्टर्न रिजन एमओभिसिडी एनआर आसनीको सहयोगमा हामी विगत 24 अगस्त 2017 मा पदमपथर एग्रो अर्ग्यानिक परिसर कम्पनी लिमिटेड हामी पञ्जीकृत गर्यौं र यस फार्मर परिसर कम्पनी लिमिटेडमा अर्थात् हाम्रो यो फार्मर परिसर कम्पनीमा वर्तमान 1500 कृषक र 1500 हेक्टर लेन एरियामा हामी जैविक पद्धतिमा खेती गरिँदैछ र मेजर क्रप्सको हिसाबमा जिन्जर टर्मरिक र हामी एडिसनल क्रप हिसाबले हामी ब्ल्याक पेपर, आसाम लेमन, पापाया, पम्पकिन साथै भेजिटेबल पनि जैविक पद्धतिमा खेती गरिन्छ र हाम्रो 1500 जो खेतीयक छ उहाँहरूले जैविक पद्धतिमा आफ्नो तरिकाले खेतीहरू गर्छन् र जैविक पद्धतिमा गरेका जो फसलहरू उहाँहरूले कम्पनीलाई उचित मूल्यमा बिक्री गर्छन्। अर्थात् हामी यो जो लोकल जो मार्केट छ हजुर त्यो लोकल मार्केट भन्दा हामी 2-4 रुपैयाँ बढी दिएर उचित मूल्यमा हाम्रो कृषकहरूको जो फसलहरू हामी किन्छौं र केही प्रतिशत हामी फ्रेसमा भारतको विभिन्न स्टेटहरुमा हामी रप्तानी गर्छौं र बीचमा हामी एक्सपोर्ट पनि गर्न सक्षम भएको छौं। गल्फ कन्ट्री 2-4टा हामी देशहरुमा हामी एक्सपोर्ट गरिसकेका छौं र हामी अझै दिनरात तीव्र गतिले लागिरहेका छौं जे युरोपियन कन्ट्रीमा पनि हामी एक्सपोर्ट गर्नु हाम्रो प्रयास जारी छ र केही प्रतिशत हामी भ्यालु एडिसन गर्छौं। अर्थात् जस्तो कि बायर्सले उहाँहरूको रिक्वायरमेन्ट अनुसार ड्राई फर्ममा पनि हामी सेल गर्छौं र केही प्रतिशत हामी त्यसलाई भ्यालु एडिसन गरेर प्याकेजिङ लेबलिङ गरेर पनि हामी बजारहरुमा बिक्री गर्नु आरम्भ गरेका छौं। जस्तो हजुरले भन्नुभयो अहिले आफ्नो जुन चाहिँ एक्सपोर्ट हजुरले बाहिर पनि गर्नु छन् र सर्वप्रथम म जान्न चाहन्छु हजुरदेखि यो कुरो कि हजुरले जुन चाहिँ यो आइडिया कहाँदेखि लिनु भएर कसलाई हेरेर कोही खालको व्यक्ति हुनुहुन्छ हजुरको त्यसको इन्स्पिरेसन कसको हेरेर गर्नुभयो कि त्यसको के भन्नुहुन्छ हजुरले? यो त असल जुन चाहिँ
हामी पनि कुनै पनि काम गर्नु जाँदा त्यो आफसे आफ त्यो बन्नेर आउँछ अटोमेटिक त्यो आफसे आफ त्यहाँ तयार हुन्छ त्यो तरिकाको छ कहानी अर्थात् हामी चिन्ता नगरेको होइनौँ यस अञ्चललाई कसरी हामी कृषि डेभलप गर्न सक्छौँ यी हामी चिन्ता गरेरै हामी यहाँसम्म पुग्यौँ र हाम्रो यो अञ्चलमा यदि हामी आजको 15 वर्ष अघिको यदि हामी कुरा भन्नु हो भने यस अञ्चलमा मरापाट खेती र तोरी खेती हजुर त्यसको अलावा यहाँनिर यस्तो सागसब्जी ब्ल्याक पेपर लेमन खेतीहरू थिएन त हामी न्यू जेनेरेसनहरूले हामीले चिन्ता गर्यौँ जब हामी खेती गर्छौँ तब हामी अलिकति उन्नत तरिकाले हामी खेती गर्ने अलिक न्यू टेक्नोलोजीले खेती गर्ने साइन्टिफिक पद्धतिले खेती गर्ने ताकि खेती गरेर हामी आफ्नो खुट्टामा उभिन सकौँ र एकजना सबल कृषक बन्न सकौँ र भनौँ अब आर्थिक रूपमा पनि हामी स्वावलम्बी हुन सकौँ त्यो जुन चाहिँ हामीले विचार लिएर हामी विगत 2005 सनमै सागरमाथा आत्मसहायक गुट नामले हामी 14 जना हामी जुन चाहिँ भनौँ हाम्रो एउटा टिम मन मिल्दो टिम हजुर एउटा गठन गरेर तमाम हामी खेतीहरू गर्न सुरु गर्यौँ त्यहाँदेखि हामी 50 जना कृषक र 50 हेक्टर ल्यान्ड एरियामा हामी जैविक खेती गर्ने उद्देश्यले पदुमपथार ग्रोयल अर्ग्यानिक सोसाइटी गठन गर्यौँ र त्यस्तो गर्दै हामी एमबिसिडी एनइआर स्किमको अधीनमा हामी यो जुन चाहिँ फार्मा प्रोड्युसर कम्पनी गठन गर्यौँ आज यस अञ्चलमा जब पदुमपथार हाम्रो एग्रो अर्ग्यानिक प्रोड्युसर कम्पनी लिमिटेड भयो यस कम्पनीमा तपाईँको 1500 कृषक जडित छ र 64 भिलेजेस र यहाँको जुन चाहिँ नवयुवाहरू माने खेतीप्रति आज उत्साहित भएको छ स्वावलम्बी हुन सक्षम भएको छ र यहाँनिर कृषि एउटा विप्लव एउटा परिवेश हामी देख्न पाइन्छ हजुर यो केवल अञ्जल लिम्बू मात्र नभएर यहाँको प्रत्येक गाउँमा द्वितीय तृतीय अञ्जल लिम्बू अलरेडी जन्मिसकेको छ र म बीचमा हुनुहुन्छ यहाँ अब सञ्जित विश्वकर्मा हाम्रो मार्केटिङ डाइरेक्टर यहाँ हाम्रो सिइओ अविनाश सुब्बा र यहाँ हाम्रो डाइरेक्टर हुनुहुन्छ राज सुनारज्यू र म के भन्न चाहन्छु भने म होइन हामी भन्नु हामी सिक्नुपर्छ हिम्मत हुनुपर्छ ओन्ली फर अञ्जल लिम्बू इन्डिभिजुअली डेभलप हुन मेरो उद्देश्य छैन एज ए टिम बेसमा हामी काम गर्छौँ त्यस हुनाले गर्दा आज 1500 कृषक लिएर हामी आज आसाम मात्र होइन इन्डियाको विभिन्न ठाउँमा हामी पार्टिसिपेट गर्नु सक्षम भएको छौँ एग्री कोटी सो होस् बायोफेक होस् नेस्ले इन्टरनेसनल एग्री सो होस् र हामी एब्रोड कन्ट्रीमा म स्वयं यो एग्री सेक्टरदेखि आसामबाट इन्डिया रिप्रेजेन्टेटिभ गर्दै जस्तो कि जर्मनीमा हामी एउटा वर्ल्ड लेभलको जो बायोफेक त्यो प्रोग्राममा पनि एटेन्ड हुनु एउटा अपर्च्युनिटी पाएँ यो कृषिले मलाई त्यहाँसम्म पुर्यायो र आज त्यो मात्र होइन एउटा भनाइ छ जे कृषकको सम्मान बहुत कम्ती हजुर जागिर गर्नेहरू बिजनेस गर्नेहरू भन्दा वा कुनै राजनीतिक नेताहरू भन्दा चाहिँ कृषकको सम्मान बहुत निम्नतम म यहाँ के भन्न चाहन्छु भने कृषक भन्दा धनी यो पृथ्वीमा कोही पनि होइन जसले भूमिदाता भन्छ जसले अन्नदाता भन्छ जसले प्राकृतिकलाई संरक्षण गरिराख्छ त्यो कसरी गरिब हुन सक्छ हजुर आज तर के यहाँ भन्न चाहन्छु भने हामी एक्चुअल कृषक भन्नुपर्छ एक्चुअल कृषक र म जब आज जो सम्मान पाएको छु म अरू के होइन म एकजना साधारण खेतियकको द्वारा मैले सम्मान पाएछु
आसाममा विभिन्न हितानमा एवार्ड पाएँ, नेसनल जैविक एवार्ड पाएँ, नेसनल एउटा एवार्ड पाउनुको अर्थ अरू सेक्टरबाट पाएको होइन। हजुर त नेचुरल एन्ड अर्ग्यानिक कल्टिभेसनको त्यो हितानमा म नेसनल एवार्ड पाएँ र यसमा ओन्ली फर अञ्चलको मात्रै होइन, तमाम मेरो टिमका पनि यसमा सहयोग छ र टिम बेस हामी काम गरौँ। यो इन्डिभिजुअली कुरो र यसको साथसाथै जे पदुमपथार एग्रो अर्ग्यानिक प्रोड्युसर कम्पनी लिमिटेड हामी भएर 1500 कृषकहरूलाई हामी के दिन सक्छौँ, हाम्रो उद्देश्य यो एफपिसी बा यो हाम्रो कृषक जे माने उत्पादन कम्पनी गठन गरेर यहाँ हाम्रो पैसा कमाउने उद्देश्य छैन। हाम्रो उद्देश्य छ कृषकलाई कसरी हामी सहयोग गर्न सक्छौँ, कृषकलाई आर्थिक रूपमा कसरी हामी स्वावलम्बी पार्न सक्छौँ, कृषकको समस्या निष्पत्ति कसरी गर्न सक्छौँ, हाम्रो उद्देश्य। र हाम्रो यहाँ 1500 कृषक छ, तो उहाँको विभिन्न समस्याहरू छ, हामी लगालग समस्या समाधान गर्छौँ। आफूले सकिनौँ हामी केबीके साइन्टिस्टद्वारा बा आसाम एग्रिकल्चर युनिभर्सिटीको थ्रुदी बा हाम्रो आरआई छ जो एग्री एक्सपर्ट, उहाँहरूसँग जोगाजोग गरेर भए पनि हाम्रो जे कृषकको समस्या हामी समाधान गर्छौँ र उहाँहरूलाई विभिन्न कृषि सामग्रीहरूको आवश्यक हुन्छ। विभिन्न हामी डिपार्टमेन्टहरूसँग सहयोग गरेर उहाँहरूलाई कसरी हामी सहयोग गर्नुपर्छ ती हामी सहयोग गरिरहेका छौँ। र हामी अझै पनि हाम्रो एउटा भनाइ छ जे मात्र दुपात मेलेको जस्तो मात्र सुरुवात हो हाम्रो यो जर्नी र बहुत हामीले गर्नु छ। बहुत जस्तो कि देश विदेशमा हाम्रो जुन चाहिँ भनौँ पदुमपथार एग्रो अर्ग्यानिक प्रोड्युसर कम्पनीको जो मार्केट दखल गर्नु छ, बहुत हामीले काम गर्नुपर्ने छ। त्यसमा सबैको हाम्रा सहयोग माया उपरवालाको भनौँ दुवाई हामीमा भयो भने हामी अझै बहुत हामी अघि बढेर हामी परिचित हुनु, हाम्रो गोर्खा जातिको एउटा नाम रोशन गर्नु हाम्रो तीव्र प्रयासमा हामी लागिरहेको छौँ। र यस सन्दर्भमा म भन्न चाहन्छु जे हामी यो सेक्टरमा यस हुनाले हामी दिनरात हामी कष्ट गरिरहेका छौँ। तो हामी आसामको परिवेश देख्यौँ, हामी कृषक हौँ। हाम्रो गोर्खेहरू हामी जति इतिहास खोदाले हेऱ्यौँ भने हाम्रो गोर्खे माने कृषि प्रधान जाति हो। तर हामी सब आज कोही अफिसर छ, कोही मन्त्री छ हैन, कोही बिजनेसम्यान भएको छन् हैन, त्यो अर्को कुरा। तर सुरुवात त हाम्रो बाउ बाजे हैन, उहाँहरू कृषिदेखि नै आएको हुन्, आउनुभएको थियो। त्यस बादमा हामी छोरा नाति हैन र हामी 4th 5th जेनेरेसनहरू हामी अफिसर्स भयौँ के भयौँ हैन। तर हामी कृषि प्रधान एउटा जाति हौँ र हामीले देख्यौँ आसाममा त खेती हामी सबैले गरिरहेका छौँ। तर मेन जुन चाहिँ मञ्चमा हाम्रो मान्छे छैन, त्यहाँदेखि हामी चिन्ता गऱ्यौँ न यो मञ्चमा हामी पुग्नुपर्छ, त्यो मञ्चमा पुग्नुपर्छ र आज हामी त्यो मञ्चमा पुगेका छौँ। आसामको तपाईको हर डिपार्टमेन्टले पदुमपथार एग्रो अर्ग्यानिक प्रोड्युसर कम्पनीलाई चिन्ता छ। आज हामी भनौँ अब नेसनलदेखि इन्टरनेसनलसम्म हामी पार्टिसिपेट गरिसकेका छौँ। चिन्नु त त्यो निश्चय त्यहाँसम्म हामी पुगेको छौँ र हाम्रो अर्थ यो हो जे आसाममा विभिन्न जाति जनगोष्ठीहरू छन्, तिनीहरू जति नै आसाममा बस्ने गोर्खाहरू पनि कृषि कर्ममा त्यत्तिकै बराबरीमा उनीहरूको अवदान छ भन्ने खाले हामीले प्रुभ गराएको छौँ। अरू त्यहाँसम्म पुग्नको लागि हामी प्रयास गरेका हौँ। आज हेर्नुहोस् गोर्खाली सन्तानहरू हाम्रो नेपाली दाजुभाइहरू, हजुर, उहाँहरू कुनै पनि विषयमा हाम्रो
टिचरको विषयमा होस्, बिजनेस लाइनमा होस्, पोलिटिक्समा होस्, उहाँहरू रुचि राख्नुहुन्छ एउटा। र तपाईँ चाहिँ आज यत्रो एउटा साम्राज्य खडा गर्नुभएको छ कृषिको क्षेत्रमा, तपाईँले योभन्दा अगाडि के गर्नुभएको थियो हजुरले? हजुर हजुर एकदम राम्रो प्रश्न। म त्यति टाढो जानु चाहन्न र मेरो जुन चाहिँ सुरुवातको कुरो म भन्न चाहन्छु। मेरो जन्म यही हो र मेरो आमा बुवा अलिक सानोमै बित्नुभयो र मेरो जुन चाहिँ स्थिति यस्तो थियो जे कृषि विप्लवमा विकल्प चिन्ता गर्न नसक्ने। हजुर। र कृषिमा जडित रहेर मेरो सपनाहरू, बाँकी सपनाहरू फुलफिल हुने त्यस्तै एउटा सिचुएसनले जब म कृषि खेती गरेरै म घर चलाउनु पर्ने वा खेती गरेरै जति त्यस्ता मेरो सपनाहरू फुलफिल गर्नुपर्ने त्यस्ता स्थिति जब आयो ममा, म सोचेँ मेरो साथीहरू छ, सबलाई लिएर म साथसाथै होइन गाउँको एउटा कृषि विप्लव एउटा परिवेश बनाउँछु होइन। त्यसरी हामीले सागरमाथा आत्मसहायक गुट खोलेको हौँ साथीहरूलाई लिएर। यहाँ हाम्रो यहाँ हुनुहुन्छ साथीहरू, अरू पनि बाँकी छन्। यी साथीहरूलाई, मनमिल्दो साथीहरूलाई लिएर कृषि विप्लव आफू सँगसँगै हामी के गरौँ, गाउँमा एउटा कृषि विप्लव को चिन्ता गरेर हामी त्यो परिवेश क्रिएट गऱ्यौँ। त्यसको बादमा हामी चिन्ता गऱ्यौँ जे गाउँ एउटा कृषि विप्लव भएर मात्रै हुँदैन, अञ्चललाई कसरी गर्न सकिन्छ। हामी त्यतिखेर पदुम पथार अर्ग्यानिक सोसाइटी गठन गऱ्यौँ। हजुर। त्यसपछि हामी यो अञ्चल होइन, बृहत अञ्चललाई हामी लियौँ। आज हाम्रो 64 भिलेजेसका मान्छेहरू, यहाँ गोर्खे पनि छ, यहाँ आसामिस कम्युनिटी पनि छ, यहाँ आदिवासी, बोडो, विभिन्न जनजातिहरू यहाँनिर हाम्रो यस कम्पनीमा जडित छ। आज बृहत कम्युनिटीलाई लिएर हाम्रो अगुवामा यो एफपिसी आज गठन भइरहेका छन्। जैविक उत्पादन भएको छन्, विभिन्न राज्यमा रप्तानी गर्न हामी सफल भएको छौँ, एक्सपोर्ट गर्नु सफल भएको छौँ। र यो माने उद्देश्य चाहिँ के छ भने आज पनि हामी भन्नु चाहन्छौँ जो कृषकलाई हामी कसरी माने टेवा पुर्याउन सक्छौँ, कृषकको कसरी हामी जुन चाहिँ समस्याहरू निष्पत्ति गर्न सक्छौँ, अर्को कुनै उद्देश्य छैन। ती उद्देश्य लिएर हामी तीव्र गतिमा हामी काम गरिरहेको छौँ। र विशेष गरी म अविनाश सुब्बा, पदुम पथार एग्रो अर्ग्यानिक प्रोड्युसर कम्पनी लिमिटेडको CEO। सो एज ए CEO मेरो रोल विशेष गरी के छ भने पदुम पथार एफपिसीमा जुन चाहिँ अफिसियल एक्टिभिटिजको कतिपय माने त्यतिर हुन्छ कामकाजहरू, जस्तै अब फार्मर्स जुन चाहिँ रेजिस्ट्रेसन माने भन्नाले कृषिको जुन चाहिँ पञ्जीयनको जुन चाहिँ ती सबहरू के छन् हेर्नुपर्ने हुन्छ। र आइसिएस तपाईँको इन्टर्नल कन्ट्रोल जुन चाहिँ इन्सपेक्सनको कामहरू हुन्छन् ती सबहरू हेर्नुपर्ने हुन्छ। र साथै तपाईँको फार्म डायरी, तपाईँको बिचमा जुन चाहिँ फार्म भिजिटहरू हुन्छ, तपाईँको जुन चाहिँ तपाईँको फार्मिङ फिल्डहरू हुन्छ इन्सपेक्सनको ती सबहरू हेर्नुपर्ने हुन्छ। र रो कमोडिटिजको जुन चाहिँ स्टकहरू मैले मेन्टेन गर्नुपर्ने हुन्छ। र साथै तपाईँको फिनिस जुन चाहिँ प्रडक्ट त्यो स्टकमा कति के छ, आउट कति भयो होइन, र सेलिङ र पर्चेसिङको ती सबहरू हुन्छ लेजर मेन्टेन के छ गर्नुपर्ने हुन्छ। र म लगायत अझै तपाईँको 7 जना हाम्रो हुन्छ अफिसियल स्टाफहरू छन्। र उहाँहरूले पनि बिचमा जस्तै कि तपाईँको हुन्छ फार्मर्सको फिल्ड भिजिट गर्छन्। र जस्तै अब हुन्छ फार्मर्सहरूलाई कस्तो के किसिमको असुविधाहरू छन्। अब खेती त सबैले गर्छन् होइन, र खेतीमा विभिन्न किसिमको असुविधाहरू हुन्छ। जस्तै अब तपाईँको हुन्छ कहीँ अब फङ्गी लाग्छ, कहीँ ब्याक्टेरिया लाग्छ, कहीँ तपाईँको ब्ल्याक बक्स, व्हाइट बक्सहरू हुन्छ, तपाईँको होइन तपाईँको हुन्छ जस्तै अब विभिन्न किसिमको रोगहरू हुन्छ। र ती सबहरू जस्तै कि रिपोर्टिङ आएर यहाँ अफिसमा गर्छन्। र त्यो जुन चाहिँ त्यो फार्मर्स छैन, फार्मर्सहरूको फार्ममा कस्तो के किसिमको रोगहरू लागेको छ, त्यो रोगलाई लिएर हामी हाम्रो एक्सपर्टलाई हामी के छ भने इन्फर्म गर्छौँ। र त्यो जुन चाहिँ रोगमाथि मध्यनजर राख्दै हाम्रो एक्सपर्टहरू जस्तै तपाईँको एग्रिकल्चर एन्ड हर्टिकल्चर डिपार्टमेन्टबाट हुन्छ कि वा तपाईँको स्पाइस बोर्डबाट के आउँछ, या केभिकेबाट वा तपाईँको गोलाघाट हुन्छ एग्रिकल्चर डिपार्टमेन्टबाट वा हुन्छ जोरहाट एग्रिकल्चर युनिभर्सिटी, त्यस्तो विभिन्न डिपार्टमेन्टबाट आएर उहाँहरूलाई के छ भने ती जुन चाहिँ विभिन्न जुन चाहिँ डिजिजहरू, विभिन्न किसिमको तपाईँको रोग बिमारहरू सम्बन्धित
उहाँ त्यो एक्सपर्टहरूले राम्रो गरी के छ भने त्यसको चाहिँ उपायहरू के छ बताइदिनुहुन्छ र साथै तपाईँको एज ए सिओ त्यो चाहिँ विभिन्न किसिमको तपाईँको इन्टर्नल एन्ड एक्सटर्नल तपाईँको अफिसियल सम्बन्धित तपाईँको कामहरू हुन्छ जस्तै तपाईँको डकुमेन्टेसन होइन तपाईँको मेन्टेन होइन को कामहरू हुन्छ जस्तै कि कम्प्लायन्सको कामहरू हुन्छ हर वर्ष तपाईँको अडिटहरू हुन्छ होइन जस्तै त्यसमा हाम्रो जति नै फार्मर्सहरू छन् जस्तै सुरुबाट यहाँ अर्ग्यानिकको चर्चा विचर्चा भइरहेको छ र प्रकृतमा हाम्रो फार्मर्सहरूले अर्ग्यानिक मेथड या अर्ग्यानिक स्ट्यान्डर्ड फर्मेटमा कामहरू गरिरहेको छ कि छैन ती सबमाथि तपाईँको हर वर्ष के छैन अडिट प्रपरली हुन्छ र अडिट होइन अडिट को पछि जस्तै कि हामीले हाम्रो जस्तै एसजिएस र अशोका सर्टिफिकेसन बडी हो र उहाँहरू माध्यमबाट हामीले के छ भने अझसम्म हाम्रो हाम्रो पदमपत्र एफपिसीको तपाईँको यो अर्ग्यानिक फार्मिङ सेक्टरमा एकदमै रेकर्ड एकदमै ग्रेट 1 रेकर्ड के छ भने भइरहेको छ एज पर अर्ग्यानिक फर्मेट या एज पर अर्ग्यानिक तपाईँको स्ट्यान्डर्ड हाम्रो फार्मर्सहरूले त्यो के छ भने मेन्टेन गरिरहेछ र त्यसैले गर्दाको हामी अहिले C1 C2 C3 गर्दै अहिले हामी C4 सर्टिफिकेसन हामीले अलरेडी प्राप्त भइसकेको छ र यस्तो किसिमको खास गरी कामहरू एज ए सिओ होइन मैले के छ भने मेन्टेन गर्नुपर्ने हुन्छ र साथै बिचमा जस्तै अब तपाईँको हाम्रो एक्सपो हुन्छ तपाईँको नेसनल स्टेट बेसको डिस्ट्रिक्ट बेसको तपाईँको इन्टरनेसनल बेसको एक्सपो र एक्जिबिसन प्रोग्रामहरू हुन्छ ती सबमा पनि हामी के छ भने त्यहाँ हामी पार्टिसिपेट के छ भने गर्छौँ र त्यसरी हामी के छ भने हाम्रो विभिन्न बायर्सहरूसँग पनि हाम्रो एउटा इन्टरकनेक्टिभिटी हुन्छ र ती के छ भने एक्सपोको प्रोग्राम माध्यमबाट हाम्रो जस्तै कि पदमपत्र एफपिसीको जति नै अर्ग्यानिक कमोडिटिज या प्रोड्युसर्सहरू छन् ती सबहरू हामी के छ भने हामी सप्लाई गर्छौँ या सेल गर्छौँ या तपाईँको एन्टायर नर्थ इस्ट या तपाईँको इन्डियाको विभिन्न स्टेटमा जसरी हाम्रो चेयरम्यानज्यूले होइन गरिसक्नु भएछ र साउदी अरबमा नै हामीले लास्ट टाइम अलमोस्ट तपाईँको 20 होइन एमटी हामीले अर्ग्यानिक के छ भने यो टर्मरिक हामीले एक्सपोर्ट गरेछौँ र लाइकवाइजली एन्ड सिमिलरली हामीले के छ भने दुबईमा पनि हामीले अर्ग्यानिक जिन्जर एक्सपोर्ट गरिसकेका छौँ त्यस्तै गरी हामीले जर्मनमा हाम्रो GI टेक सिडलेस असम लेमन त्यो पनि हामीले एक्सपोर्ट गर्न हामी सक्षम भएको छौँ र हामी हाम्रो पदमपत्र एफपिसी माध्यमबाट हामी के छ भने हाम्रो मेन भिजन र मिसन नि हामी जम्मै हाम्रो असममा जति पनि जस्तै कि हामी भनिन्छ असम एउटा कृषि प्रधान राज्य हो र त्यो अब कृषि प्रधान राज्य त छन् तर वास्तवमा तपाईँको खेती जुन एउटा खेती गर्ने एउटा प्रणाली व्यवस्था हुन्छ बा जसरी तपाईँको एउटा वैज्ञानिक साइन्टिफिक मेथडले जसरी खेती गर्नुपर्ने सबै खेती त गर्छन् तर खेती गरेर मान्छेहरू आर्थिक क्षेत्रमा किन सबल हुन सकेछन् यहाँ तपाईँ स्वावलम्बी किन हुन सकेछन् विशेष गरी के छ भने कतिपय त्यो एउटा सटिक प्रणाली व्यवस्था या वैज्ञानिक यो पद्धतिले खेती गर्ने तौर तरिकाहरूको कतिपय ल्याकिङले गर्दा पनि हामी कृषिजीवीहरू जस्तै कि खेती कृषि क्षेत्रमा हामी के छ भने हामी माने परिवर्तन हुन सकेको छैन विशेष गरी आर्थिक क्षेत्रमा र हाम्रो यो पदमपत्र एफपिसी माध्यमबाट हामी एउटै के छ मेसेज गर्नु चाहन्छौँ या दिनु चाहन्छौँ कि हामीले खेती के छ भने गर्दाखेरिको जस्तै हामी कतिपय एक्सपर्टहरूदेखिको हामीले राम्रो गरी सजेसन एडभाइस इन्स्ट्रक्सन डाइरेक्सनहरू अनि हामीले प्रपरली लिएर हामी खेती गर्दाखेरिको हामी डेफिनेटली हामी आर्थिक क्षेत्रमा हामी स्वावलम्बी हुन सक्छौँ र अरू अर्को कुरो के छ भने खेती केवल खेती मात्रै के छ भने गरेर हुँदैन जस्तै कि हामी एक खालको खेती मात्रै गरेर हुँदैन हामीले रोटेसनल बेसको खेतीको साथ जस्तै कि इन्टरक्रपिङ खेती जस्तै यहाँ हाम्रो यहाँ अञ्जलज्यूको यो खेती हो यसमा उहाँको लगभग 10 to 12 डिफ्रेन्ट टाइप्स अफ खेतीहरू छन् जस्तै तपाईँले के छ भने देखिराख्नु भएको छ जस्तै यहाँ तामुल छ तामुलमा तपाईँको ब्ल्याक पेपर के छ भने गलमै छ बिचमा सासी छ चन्दन छ यहाँ के छ भने रातो चन्दनहरू छन् तपाईँको निमुटेङ्गा छ यसको बिचमा तपाईँको हल्दी छ अदुवा छ उता तपाईँको बायोफ्लक छ तपाईँको अर्नामेन्टल फिस फार्मिङ छ हनीबी छ तपाईँको इन्टिग्रेटेड फार्मिङमा जस्तै उहाँको हुन्छ होइन तपाईँको पिगरी फार्मर छ यस्तो किसिमको लगभग उहाँको 10 to 12 टाइप्स अफ यस्तो किसिमको माने इन्टरक्रपिङको साथमा इन्टिग्रेटेड खेती पनि यसमा इन्क्लुडेड छ र हामीले खेती गर्दाको सदैव के छ भने कि इन्टरक्रपिङले के फाइदा हुन्छ भने यसपालि यो सिजनमा यसले राम्रो के छ आम्दानी या कमाइ बा राम्रो रेट दिएन भने त्यसले दिन्छ त्यसले दिएन भने त्यसले दिन्छ
कहीँ न कहीँबाट तपाईँको हुन्छ मेकअप हुन्छ मेकअप हुन्छ बा रिकभरी हुन्छ र त्यसको साथसाथ तपाईँको इन्टिग्रेटेड होइन खेती जसरी मैले पिगरी भने बा हुन्छ उहाँको बायोफ्लक भने बा तपाईँको उहाँको हुन्छ होइन तपाईँको हुन्छ यो के छ भने पिगरी हनीबी त्यसबाट नै एउटा एडिसनल प्रकारको के छ इन्कम हुन्छ र त्यही हो के छ भने हाम्रो पदमपत्र एफपिसी भएर हामी एउटै मेसेज दिन चाहन्छौँ हामी सबैले चाहिँ खेती हामीले डेफिनेटली गर्नुपर्छ र अर्को खेती अर्को हुन्छ मेसेज हामी के दिन चाहन्छौँ भने हामीले अहिले केमिकलाइज बेस खेती गर्नुभन्दा नि हामीले अर्ग्यानिक खेती गर्दा धेरै हुन्छ फाइदा छ किनभने विगत के छन् 2017 सनदेखिको हामी निरन्तर रूपमा हामी चाहिँ अर्ग्यानिक जैविक जुन चाहिँ खेतीमा हामी जतिको हामी एङ्गेज र इन्भल्भ छौँ र यसबाट हामीले एउटै शिक्षा पायौँ र अर्ग्यानिक खेतीबाट के हुन्छ भने तपाईँको आयु जुन चाहिँ तपाईँको माटोको जुन चाहिँ आयु हुन्छ आयु के छ वृद्धि हुन्छ 2 नम्बर माटोको प्रोडक्टिभिटी क्यापासिटी जसले तपाईँको हुन्छ उर्वरता हुन्छ शक्ति भन्छ क्षमता त्यसलाई के छ भने विकास गर्छ र तपाईँको 3 नम्बर तपाईँको हुन्छ माटोको हुन्छ गुणागुण निकै तपाईँको हुन्छ डेभलप हुन्छ र यी सब होइन कतिपय अब हाम्रो माटै जब संरक्षित छैन भने के छ भने हाम्रो हुन्छ हाम्रो त्यहाँ कुनै पनि किसिमको खेती जस्तै अब आजको दिनमा हामी जस्तै पन्जाब जस्तो ठाउँमा या कतिपय यस्तो स्टेटहरू छन् त्यहाँ तपाईँको आज अर्ग्यानिक इनअर्ग्यानिक आई मिन केमिकलाइज बेस खेती गरेको हुनाले उहाँहरूको हुन्छ आजको दिनमा खेती छैन आज लगभग तपाईँको 1.5 दिनको र 2 फिटसम्म बाहिरदेखिको माटो लिएर त्यसरी उहाँले आर्ट फिलिङ गरेर चाहिँ खेती गर्न बाध्य भएछ र यसैबाट एउटा चाहिँ राम्रो हामीले शिक्षा पाउँछौँ र मेसेज दिन चाहन्छौँ हामीले सबैले चाहिँ अर्ग्यानिक खेती के छ भने अर्ग्यानिक खेती गर्नुपर्छ अर्ग्यानिक खेती एउटै राम्रो छ अर्ग्यानिक खेतीको के छ भने बाहिर तपाईँले जब एक्सपोर्टको चाहिँ कुरो भयो एक्सपोर्ट र इम्पोर्ट जस्तै तपाईँको युरोप वा तपाईँको गल्फ कन्ट्री जस्तो बा एसियन होइन कन्ट्री पनि कतिपय एसियन कन्ट्रिजमा जस्तै कि हङकङ तपाईँको हुन्छ सिङ्गापुर जस्तो कन्ट्रिजमा नि हामीले एक्सपोर्ट गर्नु पर्दैको उनीहरूले EU सर्टिफिकेट माग्छ साथसाथ NPOP सर्टिफिकेट जुन चाहिँ अर्ग्यानिक होइन द्याट मिन्स तपाईँको अर्ग्यानिक्स रिलेटेड जुन चाहिँ तपाईँको त्यो प्रोड्युसर्सहरू हुनुपर्छ र त्यो चाहिँ NPOP सर्टिफिकेट साथसाथै EI सर्टिफिकेटको साथमा तपाईँको EU सर्टिफिकेट हुनुपर्छ र यी सब के छन् तपाईँको अर्ग्यानिक जुन चाहिँ प्रोड्युसर्सको मार्केटमा भ्याल्यु छ यो जुन चाहिँ सर्टिफिकेट भन्नुभयो हजुरले ANPO न कुन भन्नुभयो NPO नेसनल होइन प्रोग्राम फर तपाईँको अर्ग्यानिक प्रोडक्सन भन्छ यो चाहिँ कहाँबाट आउँछ यो हाम्रो तपाईँको हुन्छ सर्टिफिकेसन बडी जस्तै SGS हजुरबाट हामीले प्राप्त हुन्छ यसको लागि जसरी मैले अघि भनेर गएँ अडिट हुन्छ प्रपर अडिट हुन्छ त्यो अडिटमा एक टाइप अफ के छ भने तपाईँको एक्जामिनेसन जस्तो हुन्छ कि प्रपर यहाँ वेमा तपाईँको अर्ग्यानिक कल्टिभेसन हुन्छ हुँदैन फार्मिङ हुन्छ हुँदैन त्यसको माथि डिपेन्ड गरेर त्यो हुन्छ सर्टिफिकेट इस्यु हुन्छ अच्छा यो जुन चाहिँ एक्जाम तपाईँले भन्नुभयो अहिले यो एक्जाम चाहिँ बेसिकको पढाइ हुन्छ न यसको होइन यस्तो हुन्छ जस्तै कि हाम्रो यहाँ हजुर तपाईँको एनुअल बेसमा हुन्छ जस्तै कि हाम्रो यहाँ फार्मर्सहरू छ होइन कृषकहरू छन् अहिले जस्तै कि वर्तमान हाम्रो 1500 होइन छन् हामी लगभग तपाईँको हुन्छ होइन 3वटा हामीले एक्सटेन्सन अलरेडी हामीले हुन्छ पाइसकेका छौँ र अहिले अलमोस्ट तपाईँको हुन्छ तपाईँको 1500 फार्मर छ र ती 1500 फार्मर्स मध्येमा तपाईँको हुन्छ माथिबाट हुन्छ तपाईँको हुन्छ सर्टिफिकेसन बडीले एउटा लिस्ट के छ भने इस्यु गर्छ जस्तै कि तपाईँको 30 जना 35 जना फार्मर अचानक जस्तै कि भोलि जस्तोमा तपाईँको हुन्छ त्यो छ उहाँको अडिट उहाँमाथि अडिट हुन्छ आज तपाईँको जस्तै कि राति पठाउँछ र इमिडिएट उहाँहरूले त्यो उक्त फार्मर्सहरूमाथि तपाईँको त्यो हुन्छ अनुसन्धान हुन्छ कि अर्ग्यानिक खेती त होइन गर्नुहुन्छ कुन पद्धतिले गर्नुहुन्छ कसरी गर्नुहुन्छ तपाईँको होइन जस्तै कि अब विभिन्न किसिमको त्यसमा त्यो हुन्छ परीक्षण निरीक्षणहरू हुन्छ जस्तै कि हाम्रो अब चाहिँ अर्ग्यानिक वेमा विभिन्न प्रकारको हुन्छ जस्तै कि हामी विशेष गरी तपाईँको अर्ग्यानिक जुन चाहिँ सेक्टरमा एउटा फेरि एक प्रकारको बहुत राम्रो बेनिफिट छ फार्मर्सले विशेष गरी तपाईँको जुन चाहिँ जस्तै कि जुन चाहिँ खाद जुन चाहिँ भनिन्छ हामी अर्ग्यानिक म्यान्युर भनिन्छौँ बा तपाईँको बायोपेस्टिसाइड बायोफङ्गिसाइड ती सबैले किन्नु पर्दैन जस्तै कि जीवामृत बीजामृत तपाईँको हुन्छ पञ्चगव्य ब्राह्मस्त्र निमस्त्र ती सब जम्मैको यहाँ हामी ट्रेनिङ हुन्छौँ घरमै बसी होइन हाम्रो फार्मर्सहरूले ती बनाएर एउटा राम्रो प्रकारको त्यहाँ मार्केटिङ पनि गर्न एउटा हुन्छ राम्रो हुन्छ अपर्च्युनिटी उहाँले पाउनुहुन्छ र अन्तिममा आसामभरि छरिएर बस्ने हाम्रो गोर्खे भन्ने उठिआएका नवप्रजन्म नवसामहरूलाई म यो अनुरोध गर्न चाहन्छु जे हामी शिक्षित छौँ तर हामी सबैजनाले जागिर नपाउनु त्यो स्वाभाविक कुरो बिजनेसम्यान हुनु नसक्नु स्वाभाविक कुरो र जे हामी बिजनेसम्यान हुन सकिनौँ जागिरदेखि वञ्चित भएर हामी टुट्नुहुन्न र हामी खेती गरेर पनि आफ्नो खुट्टामा उभिन सक्छौँ खेती गरेर पनि परिचित हुन सक्छौँ खेती गरेर पनि हामी राम्रोसँगले घर परिवार सम्हाल्न सक्छौँ आफ्नो छोराछोरीलाई बेटर एजुकेसन दिन सक्छौँ
र खेती गरेर हामी आर्थिक रूपमा स्वावलम्बी हुन सक्छौँ, गाडी बङ्गला पनि को पनि मालिक हुन सक्छौँ। र यसमा के अनुरोध गर्न चाहन्छु भने यहाँ हाम्रो सिओ ज्यूले भनेको जस्तो हामी नूतन प्रणालीले खेती गर्नुपर्छ, अलिक साइन्टिफिक पद्धतिले हामी खेती गर्नुपर्छ, विशेष गरी इन्टरक्रपिङ बेस्ड कल्टिभेसन जो अहिले हामी खाली माटोमा पनि गर्न सक्छौँ भने हामी तामुलबारीमा त हाम्रो गोर्खे मान्छेको तामुलबारी छ। हजुर। यदि हामी 2 देखि 5 बिघामा यदि हामी इन्टरक्रपिङ बेस्ड कल्टिभेसन गर्यौँ भने त हामी त्यहाँ प्रतिदिन हिसाबले इन्कम गर्न सक्छौँ, साप्ताहिक हिसाबले इन्कम गर्न सक्छौँ, मासिक हिसाबले इन्कम गर्न सक्छौँ, वर्षेरीका हिसाबले पनि इन्कम गर्न सक्छौँ। अब छोटकारीमा कसरी भनेपछि यदि हामी तामुल भयो एनुअल क्रप्स, वर्ष दिनमा हाम्रो गोर्खे समाजमा छन् जे तामुल अब सिजन कोही ल्याउँछ र त्यसलाई बिक्री गरेर मुठीवटा पैसा पाउँछ होइन। तर हामी त्यसरी हो भने हामी आर्थिक रूपमा हामी स्ट्रङ हुन सक्दैनौँ र हामीले इन्टरक्रपिङ बेस्ड कल्टिभेसन यो हुनाले हामी गर्नुपर्छ। त हामी त्यहाँनिर यदि तामुलको रुखमा हामी जालुक, बीचमा अदुवा हल्दी, बीचमा लेमन, बीचमा कोल, बीचमा हामी यदि मेवा, साइडमा यदि सासी, मेगुनी, चन्दन, टिस्यु कल्चर टिक त्यसरी एउटा प्लानको साथ हामी यदि खेती गर्यौँ भने हामी प्रतिदिन हिसाबले हामी लेमन वा जालुकमा हामी पैसा पाउँछौँ। साप्ताहिक हिसाबले एक ठेला भए पनि हामी मेवा बिक्री गर्न सक्छौँ, मासिक हिसाबले हामी माहिका हिसाबले हामी कोल एक ठेला बिक्री गर्न सक्छौँ, पैसै पैसा, वर्षेरीका हिसाबले एनुअल क्रप्सको हिसाबमा हामी तामुल होइन अदुवा हल्दी हामी पैसै पैसा छ। ठिक छ, एकजना जागिर गर्नेले हामी अपेक्षा गर्नुपर्छ कुन दिन 1 महिनाको त्यो तारिक आउँछ र हामी स्यालेरी पाउँछ त्यहाँदेखि यो 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 गर्छु भन्ने उनीहरूले अपेक्षा गर्छ। हाम्रो त प्रतिदिन हिसाबले इन्कम गर्न सक्छौँ। र सासी चन्दनको कुरा चाहिँ यो भने मैले जे हाम्रो जुन चाहिँ साथीभाइहरू जागिर गर्नेहरू आफ्टर 20 वा 30 इयर्सको पछि उनीहरू रिटायरमेन्ट आफ्टर सर्भिस रिटायरमेन्टको टाइममा उनीहरू 30-40 लाखको मालिक हुन्छ होइन फर्केर आउँदा। र हाम्रो पनि प्लानहरू त्यस्तो पहिलेदेखि नै हामी फिट गर्नुपर्छ। जति हामी चन्दन 4 स्क्वायरमा यदि चन्दन लगाइदिउँ वा टिस्यु कल्चर टिक लगाइदिउँ, टिस्यु कल्चर टिक तपाईँ लाउनु भयो भने पनि 200वटा साइडमा यदि लगाइदिनु भयो भने 50,000 गरेर 25-30 वर्षको पछि होइन 1 कोटी रुपियाँ तपाईँ पनि पाउनुहुन्छ होइन। त्यहाँनिर अफसोस हुने कुरो छैन। त्यसरी यहाँले भनेको जस्तै इन्डिकेटेड फार्मिङ हामी यो एग्री जुन चाहिँ साग सब्जी इत्यादि छोडेर पनि हामी पिगारी फार्मिङ, पोल्ट्री, गोटारी, हानिबी वा साइन्टिफिक पद्धतिले अहिले बायोफ्लोक फिस फार्मिङ, अर्नामेन्टल फिस फार्मिङ यसरी पनि तमाम हामी होइन इन्कम गरेर हामी आफ्नो खुट्टामा उभिन सक्छौँ। र विशेष म यो भन्न चाहन्छु हाम्रो नवयुवाहरूले जे म जागिर पाइनँ म अब बेकार भइगएँ यो नथान्नु होला र हामी खेती गरेर पनि आफ्नो खुट्टामा उभिन सक्छौँ। र म अब लम्बाउन चाहन्न, बहुत बहुत धन्यवाद। र एउटा म जुन एग्री रिलेटेड एउटा 2 लाइन अब कविता एसके टक्सका जो भ्युअर्सहरूलाई म सुनाउन चाहन्छु। हाम्रो गोर्खे जातिहरू कविता सङ्गीतहरूले बहुत राम्रो पाउनुहुन्छ, त्यो हुनाले गर्दा जो एग्री रिलेटेड अनुभव हामीमा भएको त्यो 2 लाइन मेरो कविता। नरोक मलाई म राखाइनी खैन जैविक खेती गर्छु, नरोक मलाई म राखाइनी खैन जैविक खेती गर्छु, नछेक मलाई म आसामको कृषकको निम्ति काम गर्छु, कसैले सोध्ला मलाई तेरो नाम के हो भनेर म गौरवले भन्छु आदर्श कृषक हो भनेर, कसैले सोध्ला मलाई तेरो लक्ष्य र उद्देश्य के हो भनेर म गौरवको साथ भन्छु कृषि विप्लव हो भनेर।